1000 भ्युज बराबर युट्युबले नेपालमा कति डलर दिने गर्छ? तपाईँलाई फेसबुकमा अर्निङ गर्न सजिलो हुन्छ या युट्युबमा अर्निङ गर्न चाहिँ एकदम राम्रो आम्दानी हुन्छ? पक्कै पनि साथीहरू, आजको यस भिडियोमा हामी यस युट्युबमा 1000 भ्युज बराबर कति डलर दिन्छ त हामीलाई, यस बारेमा हामी चर्चा गर्नेछौँ। पक्कै पनि साथीहरू, तपाईँको युट्युब च्यानल मोनेटाइजेसन भयो और फेसबुक च्यानल मोनेटाइजेसन भयो र तपाईँले कुन प्लेटफर्ममा चाहिँ राम्रो पैसा कमाउन सक्नुहुन्छ? पक्कै पनि साथीहरू, आज तपाईँलाई म देखाउने छु युट्युबले मोनेटाइजेसन टुल दिइसकेपछि तपाईँले 1000 भ्युज बराबर कति डलर कमाउन सक्नुहुन्छ? युट्युबमा धेरै कमाउन सक्नुहुन्छ या तपाईँले फेसबुकमा धेरै कमाउनुहुन्छ? पक्कै पनि साथीहरू, तपाईँलाई म चर्चा गर्नेछु आज युट्युबको बारेमा। पक्कै पनि साथीहरू, अब तपाईँलाई म युट्युबको बारेमा नेपालमा चाहिँ कुन प्लेटफर्म चलाउँदा राम्रो हुन्छ, हामीले कुन प्लेटफर्ममा हामीले काम गर्दा चाहिँ हामीलाई लङ टर्मको लागि एकदम राम्रो हुने गर्छ, पक्कै पनि साथीहरू तपाईँलाई यस भिडियोमा आज जानकारी दिनेछु है त। नमस्ते, म हुँ तपाईँहरूको सुख दुःखको साथी लखिराम केसी र तपाईँलाई आज म युट्युबले पक्कै पनि साथीहरू 1K भ्युजको कति पैसा दिन्छ, डलर दिन्छ नेपालमा, यस बारेमा चर्चा गर्नेछु। पक्कै पनि साथीहरू, यो भिडियो सुरु गर्नुभन्दा पहिला पक्कै पनि साथीहरू भिडियोलाई एक लाइक गरिदिनु होला, एक कमेन्ट गरिदिनु होला अनि सेयर गरिदिनु होला र हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। एनआर केसी नेपाल टक्स युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, ताकि आउँदा दिनहरू पनि यस्तै चाहिँ खाली भिडियोहरू हामी लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। पक्कै पनि साथीहरू, अब सुरु गरौँ। तपाईँलाई आजको यस भिडियोमा 1K भ्युजको कति डलर दिन्छ त युट्युबले, पक्कै पनि साथीहरू तपाईँलाई स्क्रिनमा देखाउने छु। मेरो चाहिँ युट्युब च्यानल मोनेटाइजेसन भएको त्यही 15-20 दिन भएको छ र मेरो 15-20 दिनमा मैले 1K भ्युजको कति पैसा कमाएको छु, पक्कै पनि साथीहरू तपाईँलाई यस भिडियो मार्फत जानकारी दिन्छु। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, ताकि तपाईँलाई सबै इन्फर्मेसनहरू थाहा पाउनुहुनेछ है। अब हेर्न सक्नु साथीहरू, पक्कै पनि मैले मोबाइलको स्क्रिनमा तपाईँलाई देखाउने छु है त। हेर्न सक्नुहुन्छ, सबैभन्दा पहिले त हामीले चाहिँ वाइटी स्टुडियो खोल्नेछौँ र वाइटी स्टुडियो खोलिसकेपछि पक्कै पनि तपाईँहरूलाई हामीले मेरो ड्यासबोर्डमा जानेछु। मेरो च्यानल रहेको छ एनआर केसी नेपाल टक्स च्यानल। मेरो चाहिँ सब्सक्राइब रहेको छ 1381 सब्सक्राइब रहेको छ, हेर्न सक्नुहुन्छ है त। पक्कै पनि साथीहरू, तपाईँलाई म यसमा देखाउने छु, च्यानल एनालाइज गराउने छु है त। पक्कै पनि 28 दिन यता मेरो भ्यू चाहिँ 1.5K रहेको छ, वाच टाइम चाहिँ 25.7 रहेको छ, मेरो सब्सक्राइब चाहिँ 44 जनाले सब्सक्राइब गर्नुभएको छ। त्यसमध्ये तपाईँको एस्टिमेट रेभेन्यू चाहिँ 0.07 सेन्ट रहेको छ। पक्कै पनि साथीहरू, तपाईँलाई मैले चाहिँ मेरो च्यानल एनालाइज गराउने छु, हेर्न सक्नुहुन्छ है त। पक्कै पनि साथीहरू, म यसमा आएको छु र मेरो भ्युज रहेको छ 1.5K रहेको छ, वाच टाइम चाहिँ त्यही 25.7 रहेको छ, सब्सक्राइब चाहिँ मलाई 44 जनाले सब्सक्राइब गर्नुभएको छ र यसमा मेरो 3वटा भिडियोबाट चाहिँ दिएको छ। त्यसमध्ये हेर्न सक्नुहुन्छ 0.06 दिएको छ एउटा भिडियोबाट, अनि 0.04 एउटाबाट दिएको छ, 0.02 एउटाबाट दिएको छ, मे 29बाट जुन 25को बिचमा चाहिँ है त साथीहरू, हेर्न सक्नुहुन्छ। यसमध्ये मेरो भिडियोहरूमा चाहिँ मैले कमसेकम 5वटा जति भिडियो राखेको छु, सर्ट भिडियो लङ भिडियो गरेर। हेर्न सक्नुहुन्छ, एउटा भिडियोबाट चाहिँ मेरो 369 आएको छ भ्यू चाहिँ, अर्कोबाट चाहिँ 151 आएको छ, अर्कोबाट चाहिँ 138 आएको छ, अर्कोबाट चाहिँ 135 आएको छ, अनि अर्कोबाट चाहिँ 127 भ्युज आएको छ। मेरो त्यति धेरै पनि आएको छैन, 1K कुनैमा पनि पुगेको छैन, हेर्न सक्नुहुन्छ। र यसो हिसाबले हेर्दाखेरि मेरो 200 भ्युज दियो भने 0.4 सेन्ट चाहिँ मलाई युट्युबले मेरो भ्युज अनुसारको कमाइदिएको छ। एकदम राम्रो रहेको छ, हेर्न सक्नुहुन्छ है त साथीहरू। पक्कै पनि यो तपाईँको युट्युबले चाहिँ राम्रो इन्कम दिने गर्छ, पक्कै पनि साथीहरू है त। तपाईँहरूलाई पक्कै पनि तपाईँहरू पनि सोसियल मिडिया चलाउँदै हुनुहुन्छ, कुन प्लेटफर्ममा काम गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने युट्युब चाहिँ एकदम राम्रो बेस्ट प्लेटफर्म रहेको छ तपाईँले पैसा कमाउनको लागि, लङ टर्मको लागि पनि एकदम सबैभन्दा धेरै पैसा दिने भएको छ। साथीहरू, हेर्न सक्नुहुन्छ चाहिँ मेरो भिडियोहरू चाहिँ धेरै त्यति चलेको छैन र भर्खर मोनेटाइज भएको कारणले गर्दा चाहिँ त्यति एडहरू पनि चलेको छैन होला। त्यसैले गर्दा जति तपाईँको भिडियोमा चाहिँ एड चल्छ त्यति नै पैसा दिने गर्छ। तपाईँले अब 8 मिनटभन्दा लामो भिडियोहरू राख्नुहुन्छ भने त्यसमा चाहिँ त्यति धेरै तपाईँलाई के गर्ने गर्छ, राम्रोसँग पैसा दिने गर्छ। र जति कम तपाईँको भिडियो हुन्छ त्यति कम चाहिँ एडहरू चल्छ। त्यसैले 8 मिनटभन्दा माथिको भिडियो छ भने तपाईँले पक्कै पनि आफै पनि एडहरू राख्न सक्नुहुन्छ साथीहरू है त।
पक्कै पनि हेर्न सक्नुहुन्छ साथीहरू। मेरो भिडियोमा कति कति भ्युज आएको छ र कुन भिडियोले कति चाहिँ पैसा दिएको छ पक्कै पनि म तपाईँहरूलाई देखाउने छु, हेर्न सक्नुहुन्छ है त। तपाईँलाई देखाउने छु। मेरो चाहिँ एउटा म नन्द हजुर तालमा घुम्न गएको थिएँ, त्यो भिडियो चाहिँ तपाईँलाई देखाउने छु। भ्युज चाहिँ मेरो भिडियोमा 105 आएको छ, 105 आएको छ, हेर्न सक्नुहुन्छ। वाच टाइम 6.6 आएको छ। रेभेन्यू त्यसमा चाहिँ 0 देखाएको छ। यो भिडियो चाहिँ मलाई दिएको छैन। यस्तै चाहिँ अर्को भिडियो तपाईँलाई देखाउने छु, हेर्न सक्नुहुन्छ। मेरो अर्को भिडियो छ, लङ भिडियो हो र यसमा चाहिँ भ्युज आएको छ 132 आएको छ। वाच टाइम 2.4 आएको छ, हेर्न सक्नुहुन्छ। एस्टिमेट रेभेन्यू 0.05 हेर्न सक्नुहुन्छ। मेरो 132 भ्युज आउँदा चाहिँ 2.5 चाहिँ वाच टाइम आउँदा 0.05 चाहिँ तपाईँको सेन्ड मलाई युट्युबले दिएको छ, हेर्न सक्नुहुन्छ। फेसबुकभन्दा धेरै नै राम्रो दिने गर्छ युट्युबले, हेर्न सक्नुहुन्छ है त। यस भिडियो चाहिँ यति दिएको छ। तर मेरो अर्को भिडियो छ, फर्स्ट भिडियो छ, त्यस भिडियोमा चाहिँ कति दिएको छ म तपाईँहरूलाई देखाउने छु। मेरो भ्युज चाहिँ 1.55 दिएको छ र वाच टाइम 8.6 दिएको छ। एस्टिमेट रेभेन्यू चाहिँ 0.01 सेन्ट दिएको छ, हेर्न सक्नुहुन्छ। यसमा चाहिँ वाच टाइम पनि धेरै छ, भ्युज पनि धेरै छ, तर मलाई चाहिँ रेभेन्यू चाहिँ कम दिएको छ, हेर्न सक्नुहुन्छ। किनकि यसमा एड चलेन धेरै। जुन भिडियोमा तपाईँको एड धेरै चल्छ त्यो भिडियोले चाहिँ धेरै राम्रो के गर्ने गर्छ, तपाईँको अर्निङ गर्ने गर्छ। मैले लङ भिडियो 3वटा राखेको छु, 3वटाबाट मेरो चाहिँ 2टाबाट चाहिँ दिएको छ र अरू चाहिँ कुनै भिडियोहरूबाट पनि दिएको छैन। सर्ट भिडियोमा चाहिँ त्यति धेरै पनि मेरो के भन्छन् नि तपाईँको भ्युज गएको छैन, त्यसले दिएको छैन। मैले भर्खरै सुरु गरेको छु। पक्कै पनि साथीहरू तपाईँलाई आउँदा दिनमा पनि यस्तै पक्कै पनि मैले भिडियोहरू लिएर आउनेछु, फेसबुक सम्बन्धी, युट्युब सम्बन्धी। पक्कै पनि साथीहरू भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। के कस्तो लाग्छ तपाईँ पक्कै पनि भन्नु होला। तपाईँलाई मैले आज मेरो च्यानल चाहिँ एनालाइज गराएँ, मेरो च्यानलमा कति डलर दियो, कति भ्युजको भनेर पक्कै पनि साथीहरू है त। अब तपाईँलाई म जानकारी दिनेछु है त। आउँदा दिनहरू पनि यस्तै कुराहरू। पक्कै पनि साथीहरू तपाईँलाई मैले मेरो युट्युब च्यानल पक्कै पनि पुरै देखाएँ, कति भ्युज बराबर कति चाहिँ रेभेन्यू दिँदो रहेछ युट्युबले। फेसबुकभन्दा युट्युबले धेरै नै राम्रो तपाईँलाई भ्युज बराबरको पे गर्छ है त। एकदम राम्रो रहेको छ युट्युबभन्दा चाहिँ फेसबुकभन्दा चाहिँ युट्युब चाहिँ पक्कै पनि एकदम। तपाईँले कुनै पनि प्लेटफर्ममा काम गर्न चाहनुहुन्छ भने चाहिँ म चाहिँ सजेसन गर्छु कि तपाईँहरूलाई पक्कै पनि युट्युबमा नै गर्नु सकेसम्म। युट्युबले धेरै राम्रो चाहिँ रेभेन्यू दिने गर्छ तपाईँलाई। तपाईँले राम्रोसँग भिडियो बनाउनुभयो, राम्रो कन्टेन्ट बनाउनुभयो र राम्रोसँग तपाईँले अघि बढ्दै जानुभयो भने पक्कै पनि युट्युबले धेरै नै राम्रो रेभेन्यू दिने गर्छ साथीहरू है त। साथीहरू आजको भिडियोमा यति नै चर्चा गरौँ। भिडियो कस्तो लाग्यो तपाईँलाई है त साथीहरू। आउँदा दिनहरू पनि यस्तै भिडियो ल्याउनको लागि तपाईँले पक्कै पनि साथ सपोर्ट गर्नुहोला, माया गर्नुहोला है त साथीहरू। पक्कै पनि साथीहरू भिडियो मन पऱ्यो भने तपाईँले एक लाइक गर्नुहोला, एक सेयर गर्नुहोला, एक कमेन्ट गर्नुहोला र पक्कै पनि साथीहरू तपाईँहरूले युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र बेल आइकन पनि बजाउनु होला, ताकि आउँदा दिनहरू पनि यस्तै भिडियोहरू लिएर आउनेछु, तपाईँहरूले पक्कै पनि हेर्न पाउनुहुनेछ है त साथीहरू। आजको भिडियो यति नै चर्चा गऱ्यौँ। आउँदा दिनहरू पनि यस्तै खाले भिडियोहरू लिएर पक्कै पनि उपस्थित हुनेछौँ साथीहरू है त। हेर्दै गर्नुहोला एनआरकेसी नेपाल टक्स च्यानल है त साथीहरू। बाई बाई।